अरे मौसम त क्या रोमान्टिक छ। आज माल ल्याउनु पर्यो। ओइ तेल बनायो। हेलो हेलो, ओइ सुन त, माल पठाइदे त। माल पठाइदे भन्दैछ। हुन्छ भन, लोकेसन पठाइदिन्छ, लैदे त्यहाँबाट। हुन्छ, लोकेसन भन्नु नि त। छिटो है त। रेडी भएर बस्छु। सास त गनाएको छैन, काजु खान्छु। 10 लट पुर्याउँछु आज त। हाय जस्तो छ, हाय जस्तो छ। बेबी, हु इज योर ड्याडी? धनराम प्रसाद रिजाल। ए, कोस त? हजुरले अघि माल पठाइदिनु भन्नुभएको थियो नि त। हो, त्यसैले म आएको। ए, मैले थोरै केटा भनेको थिएँ, केटी भनेको थिएँ। केटा होस् वा केटी, चलिहाल्छ नि। त्यस्तो कहाँ चल्छ? म त्यस्तो छैन। तपाईँ ट्राई त गर्नुहोस्, स्वर्ग देख्नुहुन्छ। ए, समाजले के भन्छ? ल, लुकेर हुने चिजमा समाजले कसरी थाहा पाउँछ? मलाई केटीको सर्भिस मात्र चाहिन्छ। ल, केटाले दिनु र केटीले दिनुमा के फरक छ? एकचोटि सुँगेर त हेर्नुहोस्, कस्तो कडक माल छ, थाहा पाइहाल्नुहुन्छ नि। अनि निकालौँ त? ए, के गरेको यस्तो? तपाईँलाई 10 लट पुग्छ कि? 10 लट पुर्याउँछु आज त। के आपत आइलाग्यो यो। तिमी जाऊ अहिले, जाऊ। कहाँ जानु? म त जान्न। दाइले जसरी भए पनि दिएर आइज भनेको छ, खुसी हुन्छ भनेको छ। ए, केटी भए पो खुसी हुनु। ममा त्यस्तो के कमी छ र? कमन बेबी। मेरो मुड गयो। पहिला यो माल त हेर्नु पर्छ कि। जबरजस्ती गरेर म पुलिस बोलाउँछु। के तालको रहेछ, झन् लुकाएर लिएर आएको। लुकाएर ल्याएको मतलब? माल लुकाएर ल्याएको छु भन्या के? पक्कै पनि केटी लुकाएर ल्याएको होला। खोइ कहाँ छ? ल हेर्नुहोस्। ए, के गर्न आँटेको यो? माल देखाउन आँटेको नि। के भन्छ यो? माल त हेर्नुहोस्। राम राम राम, के गर्न आँटेको यस्तो यो? के हो यो? माल मतलब? तपाईँले मगाएको माल यही हो। मैले केटी मगाएको थिएँ। गाँजा मगाएको होइन तपाईँले? मतलब अघिदेखि तिमी यो भनिरहेको थियौ। हजुर। धन्न, सरी, मलाई यो चाहिएको छैन। के तालको रहेछ? धन्न, इज्जत बच्चो।